चिले ठाड्दा हो बनाउने हेर्नु है यहाँ अब मैले 3000 को जुत्ता लिएँ यहाँ चाहिँ के छ भने हामीले सहज यात्रा यहाँबाट अगाडि बढिसकेका छौँ यहाँबाट अब अप्ठ्यारो छ मैले बिल्कुल भिडियोमा धेरैचोटि भनिसकेको छु हामीले हेर्नु यो बोतलहरू चाहिँ यसलाई फोकस गरिदियो भाइ जुन यो बोतलहरू यति छ तपाईँको यो चाहिँ हाम्रो अलिकति सामान्य अलिकति फोकस यसलाई स्लोमै फोकस गर्यो ल हेर्नुहोस् यो बोतलहरू कम्प्लिटली एकदम धेरै नै अव्यवस्थित राखिदिनु हो त्यही भएर म उहाँहरूलाई नि भन्छु आफूले लिएर आएको पानीको बोतल चाउचाउ बिस्कुट एनिथिङ जे छ त्यो चाहिँ तपाईँहरूले के गरिदिनुहोस् भने खाइसकेपछि पिसकेपछि आफ्नो ब्यागमा राखेर व्यवस्थित राखिदिनुहोस् किन यहाँ त आजभन्दा भोलिभन्दा यो त पुरै प्लास्टिकमय हुन्छ जुन आज हरियाली देखेका छौँ मनमोहक दृश्य एउटा प्राकृतिक सौन्दर्यता होइन भने यस्तरी बोतलै फ्यालिसक्यो प्लास्टिक एकदम खराब चिज हो हामीले 2-3टा बोतल ल्याउँछौँ म्याक्सिमम् ल्यायो भने त्यो 3टा बोतल हामीलाई यसमा हालेर हिँड्नला हामीले पनि यसमा बोतलै हालेर हिँडेर चाहिँ हामीले पनि बोकेर आऊ तर यसरी चाहिँ नफालिदिनु होला प्लिज गाइज मेरो एउटा रिक्वेस्ट तपाईँहरू एउटा सभ्य नागरिक हुनुहुन्छ मैले भन्नु पनि परेन हरेक भ्लगहरू यहाँ साथीहरूले धेरैले बनाउनु छ तर यो विषयमा उहाँहरूले हाल्नुभएको छैन यो धराप यो हाल्नुभएको छ उहाँहरूको राम्रो छ त्यही भ्लगले गर्दाखेरि म पनि भ्लग बनाउन यहाँ आइपुगेको छु होइन 2-3 घन्टा हिँडेर सो हामीलाई चाहिँ 2 घन्टा त लाग्यो समथिङ 2-3 घन्टा मोटामोटी राख्नु मेरो विचारमा आफ्नो हिँडेको हो तर यो बोतलहरूलाई चाहिँ व्यवस्थित गरिदिनुहोस् बाटो चाहिँ सहज छैन हामी त्यहाँ उभिएरै भिडियो बनाएको छौँ अनि भिडियो बनाउँदै गर्दा के भन्न चाहन्छु भने तपाईँ टिकटक भिडियोहरू बनाउनुहुन्छ आफ्नो ज्यानलाई जोखिममा राखेर भिडियो नबनाइदिनु होला प्लिज किन भन्दाखेरि तपाईँ जहाँ सहज हुन्छ जहाँ सिन देखिन्छ एकछिन अडिनुहोस् 2 मिनट बस्नुहोस् साथीलाई बनाउनु लाउनुहोस् होइन नाच्नुहोस् होइन त्यो एकदम ठिक छ तर यहाँनिर अब हामी भिडियो बनाउनु थाल्छौँ यहाँबाट चिप्ल्यो भने तपाईँलाई हामी म्युजिककै तालमा टिकटकै तालमा चलतिर जान्छ होइन स्वाहा हुन्छ हुन त त्यो नहोस् हाम्रो लटमेश्वर महादेवले सबको रक्षा गरून् हामी नेपालीको होइन हामी गोर्खालीको हामी एउटा गोर्खाली भएको हुनाले हामीलाई यस्तैमा धर्मले हामीलाई बचाएको छ होइन त्यो भएको हुनाले टिकटकहरू बनाउँदा पनि तपाईँ यो सहज गरिदिनुहोस् बसेर एकछिन उभिएर आफ्नो टिकटकहरू एउटा कन्टेन्टहरू बनाउनुहोस् तर आफ्नो ज्यान जोखिममा नपार्नुहोस् धेरै घटनाहरू सुनेको छ यो पनि मेरो चाहिँ तपाईँहरूलाई अनुरोध छ बिल्कुल तपाईँहरू यत्तिकै जान्ने नै हुनुहुन्छ तै पनि मेरो तर्फबाट मेरो भिडियोमा एउटा दिइहालौँ भन्न मात्र लेट्स गो